एउटा कुरा हामी जस्तो काठमाडौँकै कुरा गर्दाखेरि 1350 मिटर हाइटमा छौँ। हामी कैलाश मानसरोवर पुग्दा चाहिँ कम्तीमा पनि हामीले करिब 5000 मिटर चाहिँ क्रस गर्नुपर्छ। 5200 मिटर क्रस गरेर जानुपर्छ र डोलमाला पास त्यसको टप पोइन्ट भनेको चाहिँ 5630 मिटर हाइट हो। र त्यो हाइट चाहिँ हामीले 3 दिन 4 दिन 5 दिनमा चाहिँ गेन गर्दै गर्दाखेरि हामी त्यो ट्राभल गर्नलाई त्यो हाई अल्टिट्युडमा जानको लागि फिट छ कि छैन भन्ने कुरा चाहिँ मुख्य एकदमै महत्त्वपूर्ण विषय हो। र त्यो बाहेक अरू त्यहाँ जानको लागि गर्नुपर्ने प्रिपरेसन भनेको एउटा खालको फिजिकल प्रिपरेसन गर्नुपर्छ नै। र त्यो सँगसँगै मेन्टली पनि आफू चाहिँ प्रिपेयर हुनुपर्छ। त्यो हाई अल्टिट्युडमा जाँदैछु भन्ने विषयमा चाहिँ आफू मेन्टली प्रिपेयर भएर त्यो सँगसँगै आफ्नो शरीरलाई पनि फिजिकली प्रिपेयर गरियो भने यात्रामा क्रममा हुने कतिपय दुर्घटनाहरू अल्टिट्युडको कारणले भइरहेको हुन्छ। प्रत्येक वर्ष डेथ केसहरू पनि आइरहेको हुन्छ। इन्डियन पर्यटक, विदेशी पर्यटक र इभन नेपाली पर्यटकहरूले पनि समयक्रममा ज्यान गुमाउनु भएको हामीले थाहा छ, हामीलाई अनुभव छ। त्यसले गर्दाखेरि त्यहाँ जानुभन्दा पहिला चाहिँ आफू त्यो डेस्टिनेसनमा जानलाई फिट छ कि छैन भन्ने कुरा चाहिँ मेन कुरा चाहिँ त्यसमा ध्यान दिनु पर्यो।